भौतिक मन्त्रालयको म बोलेको छु नगर्ने काम नगर्ने राज्य कहाँ जाने राज्यमा कि राज्य चाहिँ गठबन्धन भनेर के चाहिँ ढोगेर चाहिँ बुद्ध भगवान् पशुपतिनाथ जस्तो ढोगेर पूजा गरेर बस्ने हो यिनीहरूलाई सत्ता पक्ष होस् कि विपक्ष होस् सत्य तथ्य कुरा त बोलिदिनु पऱ्यो नि तपाईँले कान्छाराङ तामाङले चाहेको रामेछापले मागेको रामेछापको आवश्यकता अनुसारको बजेट भएन भन्ने तपाईँको विरोध हो कि समग्र बजेटको विषयमा तपाईँको 17 जिल्लामा बजेटको सबैले बराबरी दलीय सिस्टमले बाँड्नु पर्यो के आवश्यकता छ त्यहाँनिर मैले हिजो राजनीति अराजक मैले भगवान्सँग प्रार्थना गरेँ यस्तो आराजक यिनीहरू म आराजक यिनीहरू चाहिँ आराजक मान्छेहरू आफ्नो जिल्लामा बजेट लाने आफू जित्ने आफूले चाहिँ त्यो गरेर मैले यिनीहरू अहिले त्यो बेला मात्र होइन मेरो शक्ति प्रदर्शन चल्यो कुनै दिन चल्यो भने त्यो दुईजना मान्छे हराउनु चुनाव हराउनलाई पनि मैले प्रार्थना गर्छु त्यतिखेर पनि हेर्नुहोस् कुनै पनि सांसदहरूले सिधा स्टेट कुरा गर्नु कुनै कसैले त्यो 100 हामी 165 वटा 110 जना कुनै लिमिट स्टेट कुरा कसैले गर्न सकेका छैन यो सांसदमा अहिलेसम्म जुन बहुदल व्यवस्था आएपछि कसैले गरेको छ सत्ता पक्षले बचाउ गर्ने आलोचना गर्ने अनि पहिलोचोटि लागि टिकट कताबाट दिएला कताबाट बजेट मलाई टिकटको आवश्यकता पनि छैन मलाई बजेटको आवश्यकता पनि छैन पर्छ बजेट परोस् दिन्छ टिकट चुनाव लडाउँला होइन भने म यस्तो चाकडी गरेर देश बेच्नु पाइँदैन मान्य मन्त्रीहरूले छु बजेट सबैले बाँडिदिनुहोस् बराबर बाँडिदिनुहोस् निवेदन दिएको छु अनि यो के प्रकाशमानसँग डराउनु पर्ने हामी हैसियत त उयो होइन प्रकाशमान पनि मान्ने म पनि मान्ने ऊ गणेशमानको छोरा भएर उप प्रधानमन्त्री भयो म शेरबहादुर तामाङको छोरा भएर म चाहिँ राज्य मन्त्री भयो एक बोल्ने मान्छे पर्दा त सभापतिकै उचितो काटेर छैन चुनौती दिएर हिँडिरहनु भएको छ त्यो चुनौती दिने त्यो बाहिर दिने हो त्यो भित्र दिनु सक्दैन मैले दिएको भित्र कुनै सांसदले बोलेका थिए यस्तो कुराहरू सुन्नु भएको छ बहुत पक्षका सांसदले अहिले जसरी तपाईँहरूले कुरा गरिरहनु भएको छ त्यो बिरलै सुनिन्थ्यो मैले त अझ तपाईँलाई साँच्ची कुरा गर्ने पनि कालो मुसो दिन विचार गरेको थिएँ संसदभित्रै जुन बजेट आफ्नो जिल्लामा बजेट लानेहरूलाई यिनीहरूले यति अहिले तर्साएन भने हजुर मेरो म अर्कोचोटि चुनाव 84 मा उठ्दैन अब तपाईँलाई कहाँ टिकट दिन्छ यसरी त्यो टिकट यति धेरै आक्रोश छोडिदिनुहोस् त्यो टिकटको मलाई आशा पनि छैन मलाई चुनाव राजनीति गर्न आशा पनि छैन तर भएको बेलामा गर्ने हो भएको बेलामा बोल्ने हो